Hi everyone, welcome back my another video. अनि आज चाहिँ फ्राइडे कामबाट पनि म आइसकेको छु अनि आज गुड फ्राइडे मनाउनको लागि साथीभाइसँग ग्यादरिङ गर्नको लागि हामी जाँदैछौँ थोरै माथिसम्म चिसो खानको लागि। इटरीमा चाहिँ त्यति साह्रो चिसो भइसकेको छैन अहिलेसम्म, त्यही भएर हामी अलिकति चिसो खोज्दै खोज्दै जाँदैछौँ। आज चाहिँ बब्बाल रमाइलो हुनेवाला छ, हाम्रो एकदम मस्ती हुनेवाला छ, फुल इन्जोय हुनेवाला छ। मामु ड्याडी बोलाइछ त Oi, Puskar! Hi, baby. Hey, guys. Hi, Godinu. Limangulai da. Hi, baby. Dursan. भाग्यमानी हुनुस्। बाबालाई भाग्यमानी मेरो छोरो कति ज्ञानी हो। ल हे लाग्यो। भन्नु न फेरि। ल हे लाग्यो। धनकुटा भेरेटा। जाऊ गल्जे। यो गाडीको सिसा जहिले फोहोर हुन्छ अनि मेरो भ्लगमा नि नराम्रो आउँछ। हामी चाहिँ भनेको टाइम भन्दा अलिकति ढिलो आइपुग्यौँ भने फाइनल्ली उज्यालोमै आइपुग्यौँ हामी। मैले यो भन्दा धेरै चिसो सोचिरहेको थिएँ अझै। ठिकै रहेछ नि चिसो। अब हाम्रो सधैँको प्रत्येक वर्ष आउने यो ठाउँ हामी फाइनल्ली आइपुग्यौँ। सारा रिसोर्ट आइपुग्यौँ हामी। दुई टोली चाहिँ आएर होटलमा चेक इन पनि गरिसक्यो। को थर्ड टोली? प्रदीप सरको टोली पनि आइसक्नु। ए आइसक्नुभयो उहाँहरू? ए उहाँहरू पनि आइसक्नुभयो। तीनटा टोली चाहिँ आइसक्यो अनि दुईटा टोली आउन बाँकी छ। आइसक्नु भएको छ अनि हामी चाहिँ चेक इन गरेर अब लुगाहरू, गर्मी थियो तल चाहिँ अनि यहाँ चिसो छ अनि चिसोको लागि हामी पुरा तयारीका साथ चाहिँ बाहिर निस्किन्छौँ। साँझको मौसम एकदम राम्रो भइरहेछ अनि कुहिरो पनि लागिरहेको छ हल्का हल्का। यस्तो छ हाम्रो यहाँ बारदलीबाट देखिने भ्यू चाहिँ यस्तो छ। एउटा दिन छ मैले छोडा भने लदाई भनेछ। ड्याडी छोरी रेडी हो? हामी त रेडी भएको अब बाहिर राम इटरीमा कस्तो छ है? म यस्तो मोटो ज्याकेट लाउनु परेको छ। बाहिर जान्छौँ हामी, आगो ताप्छौँ, काम फ्याल गर्छौँ, हामी सेक्का पोल्छौँ भन्छ नि, अनि जुसहरू खान्छौँ, ताता खान्छौँ अनि हामी रमाइलो गर्छौँ। फ्राइडे लेट्स गो। हेलो नयाँ मान्छे मेरो ब्लगमा देखाउँछु। हस् आमा हेरेको हेर्नु त। यो चाहिँ मेरो साथी है, बचपनको साथी, रात पढ्ने साथी अझै गाडी। तर स्कुल पछाडि त सबै धेरैतिर मेरो भेट हुन्थ्यो मैले। हाम्रो चाहिँ सेटअप हुँदैछ यहाँ अनि धेरैजना भयो नि त अहिले, 5वटा फ्यामिलीको। अस्ति फाइनल गेम जस्तो हान्नु रहेछ। वाउ फाइनल्ली हाम्रो पनि आयो स्पिकर। उताको टोलीले चाहिँ गाना आफ्नो चोइसको लाउनु भयो, त्यही भएर हाम्रै चोइसको गीत चाहेर चाहिँ हामीले अर्को स्पिकर ल्याइसक्यौँ। अब हाम्रो दामी गीत बज्छ होइन त बुढो?
मेरा माया साथीकै हो न त पढाइ हजुर न ठुलो लगानी अब खाडी हजुर जाने त होला नि फुलेर के गर्नु भिरमा छ जिन्दगी चल्न त चल्या छ भिरमा छ मर्निङ एभ्रिवान। यहाँ छोरी चाहिँ मेरो रेडी भइसक्यो। तातो चिया चाहिँ हाम्रो रेडी भइसकेको छ। हेलो अब चाहिँ हामी चेकआउट हुन लागिरहेको छौँ होटलबाट। के गर्नु भने ट्याक्क अब धरान गरौँ होइन धरान ए भोकै यहाँ तल खाने अरे खाना खाने ठाउँ छ अरे मिठो छ के तल राम्रो छ भन्दै थियो ट्याक्क त खाना खाम त्यस पछाडि को लाखा पास जाने भए हामी चाहिँ एकछिन धरानतिर कतै नभए त पानमराको बाटोतिर सजन की दिवानी दाजु के मोबाइलमा खेलाउँदै बस्दै खालि बच्चा बुढो बच्चा देखेको एउटा त मेरो स्पिकर त तेरो स्वर जस्तै छ मेरो स्पिकर तेरो स्वर जस्तै छ क्या बिहार गर्छ लेट्स गो खाना खाएको थियो क्या हिजो बेलुका फ्रेन्च फ्राई मात्र के भयो बाबु अब निको भयो अरे अघि चाहिँ भोकाले पेट दुखेको थियो भोकाले पेट दुख्यो। अहिलेको हाम्रो स्टप चाहिँ यहाँ धरानको पेट्रोल पम्प नजिकै हामी यहाँ रोकिसकेको छौँ अनि यहाँ चाहिँ हामी खाना खानको लागि आएको छौँ। यहाँ लोकल खाना मिठो पाउँछ भन्ने कुरा छ। हेरौँ कतिको छ अब खाएपछि नै थाहा हुन्छ हामीलाई। हजुर ए छुएर हात धुने ओके। ड्याडीको त ड्रेस चेन्ज भइसकेको छ त एकैछिनमा। ओहो गर्मी है माथि चिसो थियो। यहाँ धरान आइपुग्दा त एकदम गर्मी। ए ला गाह्रो भयो बच्चाहरूलाई त गाह्रो भएछ। कोही सुतेछन् भोक पनि लाग्यो होला। हामीलाई नै भोक लागिसक्यो। हाम्रो यही हो शिवधारा रेस्टुरेन्ट। खाना चाहिँ एकदम दामी आएको छ। हाम्रो लोकल खाना भनेर ल्याउनु भयो ठिक रहेछ। यहाँ सो तिम्रो अँध्यारो आयो भिडियो खाऊ त सिर्जना कस्तो छ दामी छ। वाउ मलाई पनि दामी खान मन लागिसक्यो तर म छोरीलाई खुवाउँदैछु। त्यो केही समस्या छैन। भोकको समस्या थियो त्यो पनि निको भयो। भोकको समस्या थियो त्यो टरिहाल्यो यसरी खाएपछि। अब हामी लाग्यौँ टन्न माम खाएर होइन बाबु। यो क्याट लाने बेबी घर किन नलाने? अनि के हुन्छ त अजिले कहाँबाट ल्याएको भन्नु हुँदाखेरि एङ्ग्री हुनुहुन्छ किन? अनि किन त्यस्तो हो र? होइन होला। अब घर जाँदैछौँ रमाइलो भयो। फेरि पनि भेट्दै केटीहरूको यसो कतै मिल्यो भने पनि मलाई फोन गर्नु। भ्याएछु भने म नि सामेल हुन्छु है। हस् भेट्नुपर्छ अब। बाई बाई। अब एकदम रमाइलो भयो। भेला हुन्छौँ अब फेरि।
कहिले कतिवटा रमाइलो भयो फेरि अब अलि पछि भेट्नुपर्छ See you soon.